हेलो मामाश्री हजुर 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 के छ रेडी हो नि त एकदम रेडी भन्छ भलिबल पोस्टर हान्नलाई रेडी हो नि त एकदम हो नि हान्नु भयो नि अब त पुलिस खेलको मान्छे अब सही हो हेलो के छ सागर भाइ ल रेडीमा ल तिमीलाई पनि मेरो युट्युब च्यानलमा युट्युब ब्लगमा स्वागत छ ल आज त बुढो टिम भर्सेस थिरा टिम के छ ठिक छ नि होइन एकदम बबाल लैन के गर्दै बस्यो त आज आज के हुनु खाना बनाइयो खाइयो त्यही हो लैन बिना के को मासु खायो आज मासु त के अरे सुड्डी त्यही त नि खाएको सुड्डी होइन ल ल ल त्यो त सकियो होला हौ त्यो त सकियो आजबाट हो अब फेरि नकाट्नुपर्छ ल ल ल ल ल सुड्डी गाइज सही हो यो गाउँमा त हावा त रहेछ त नि छ अनि कति दिन बाँकी छ रे अब जान अब छैन नि अब 6-7 दिन 6-7 दिन मात्रै 4-5 दिनको पाहुना ओके ल ल ल ल अब 4-5 दिनमा मस्ट इन्जोय गरेर खेलेर जानुपर्छ ल ल ओके बाइ द वे मेरो सागर भाइ चाहिँ दुबईबाट होइन भलिबल खेल्न आएको दुबईबाट भलिबल खेल्न आएको जम्मै 1 महिनाको लागि फेरि होइन त्यस्तो हो क्या अब फेरि जाने बेला भइसक्यो फेरि हाम्रो टिम कोचलाई देखाउनु टिम कोच प्लस फर्स्ट सट पनि हो न अब त हो नि त हो नि त हो नि आज त यदि हारियो भने त्यहाँ मामा भएपछि क्या कराएर भए पनि जित्ने हो कि त्यस्तो क्षमता छ क्या हामीसँग होइन यस्तो खालको हुनु पर्यो नि हो त्यस्तो त अनि पहिल्यैदेखि जेनेलाले यतिको भएपछि त बल्ल पो हामीले डन मामा भन्छौँ त होइन त्यस्तो भन्यो भनेदेखि बराबर अनि ल भगवानले दामी छ है यो बनाउन दिएको त मुकनी ब्याकग्राउन्डमा सर्र लगाएर हाम्रो घरहरू देखिरहेको छ होइन यहाँ चाहिँ हाम्रो पुरानो बिक्की भाइको घर आइपुग्यो केटाहरू पनि सबै विदेशतिर कोही छैन गाउँ सुन्ने छ तर केही छैन हामी छौँ यहाँ नो प्रब्लम होइन त ओ कवित भाइ कवित भाइको घर आइपुग्यो ओ कवित भाइ कहाँ गयो काममा गयो के काममा लागेछ र केटाहरू ल ल अरे यार सागर यो त खतरा हिरो देखियो छ यार यसलाई त यही अब ड्युटीमा हिँडेको हामीले अब चाहिँ कता पुगेर आउनुभयो ए के घाँस काट्न मात्र हो कि अरू डल्ला थोक्ने मल बोक्ने पनि हो ए ल ल ल गोरु त छैन गोरु घरकै हो कि कसो हो ए अँ छुट्टी अब सक्यो 20 दिनको छुट्टी हो 20-23 दिनको छुट्टी हो के गर्ने त्यस्तै हो अब टुच्च आउने मार्च 4 तारिकमा फ्लाइट हो 2 तारिकमा हो हे अनि किन आत्तिको हो भने बिहा गर्नु है जेनी गयो यो पनि ल अर्को श्री चण्डीमा आयो यो पनि म हुँ नेपाली त्यो पनि यस्तै कुराहरू धेरै छ बिहा गऱ्यो भने के गर्ने त्यही भएर बरु हजुर नमस्कार ल हामी चाहिँ फाइनली आइयो ल दिदी ए बजाइ गयो ल
बिरुवा गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय स्वास्थ्य शाखा खाली नमस्कार हजुर नमस्कार सबैलाई नमस्कार हेलो बाबु नमस्कार स्वास्थ्य चौकीभित्र स्वस्थ खाना खाँदै हुनुहुन्छ केही छैन ल ए बास्ना कति मिठो आएको ल के छ आराम ल आज त बब्बाल हुँदैछ है गेम चाहिँ हेलो रेडी हो कुन टिममा जुन टिम भयो नि हुन्छ होइन यसो भाइहरू रेडी हो भलिबल वार्मअप हो ल कपिल र भाइ हेलो सेटमा एकदम सेटमा सजिएर हेरेर साथ दिन्छ हेरेर होइन खेल्नुपर्छ है खेल्ने हो नि यत्तिकै हुनु पऱ्यो क्या ल सही हो ल भाइ खेल्ने हो कि होइन खेल्ने हो नि त खेल्ने हो नि रेडी हो नि त रेडी भइरहेको छु ल यो नि त मेरो भाइ ल दामी हेलो रेडी हो नि त खेल्न म त नखेल्ने किन म चाहिँ खेलाडी परेन क्या खेलाडी परेन खेलाडी परेन के पऱ्यो त दर्शक ओके ल ल ल के छ भन्छे एकदम के भयो बल अट्क्यो कहाँ अड्क्यो ला यी फेरि अड्क्यो खस्यो ल ल हान्दै रेडी हो नि त कस्तो कस्तो सर हान्दै रे क्विक सर हान्ने हो ल ल ल ल ल ल है ए भान्जे कस्तो सर हान्ने हो क्विक हान्ने कि ओपन केही नि सक्दैन ल गोला समात्ने गुला समात्ने हो ल ल ल जे भयो नि समात्नुहोस् है राम्रोसँग है ल यो एरियाको सबै समात्नुहोस् है के आउँछ कसले हान्ने ल खेल्ने हो दामी दामी ल को म यता हो रेडी हो रेडी हो नि त भाइ एकदम रेडी होइन खतरा हान्नुपर्छ ल के छ ठिक छ दाइ ठिक छ कस्तो छ हान्ने अबको नयाँ खेलाडी कपिल मगर कुशल मगर कपिल मगर कुशल र कपिलमा है झुक्के झुक्के कुशल हान्ने नि त भाइ यस्तो हो क्या Ande salah sidau. डायमन्ड सालु त्यो गेम हेरेर गेममा फोकस देऊ न यार बाहिर ध्यान नदेऊ न ओस त्यत्रो प्यान मिस लाग्यो त कामै लागेन नि आउँछ है नरिसाइकन खेलौँ है हो कपिल भाइ हो ल हाम्रो उता पारि चाहिँ टक्क गाविस गाउँपालिका बन्दैछ टक्क लाएर होइन जी साहब
सिङ्गोकुण्ड हेट भएन है यो नम्बरमा बिना अन्डासँग खेलिरहेछ अब बल लाग्लाई ट्युसनबाट ल गइसक्नु भएको छ है दिदी बहिनीहरू दाइ चाह सक्नु लागेछ कति नम्बर खै नम्बर बिना ओए बल के खत्रै देखाउँदैछ क्वालिटी त ल है रेडी है ल तिम्रो रे हाम्रो केटाहरूको गेम कस्तो छ कमेन्ट गर्नु होला यो सुगम दाइको आउँछ कसो भए आन ल ए के हानेको के साथी भाइ अरे यसलाई गेम हेर्दाखेरि हो वाउ भन्नुहोस् न हो यस्तो हान्नु पर्छ के हो मिठो देखामै गेम यहाँ लिब्रो ओहो ल यहाँ गेम सुरु भइसकेको छ है नम्बर चाहिँ नम्बर कति हो बाबु है 7-3 कसको 7 उताको 7 उताको 3 ए खै यता स्नेहरको पैसा ल है गेम घम्मसान हुँदैछ सिरिन्दारा भर्सेस सिरिन्दारा म पनि गुल्टिन सक्छु फेरि नम्बर 8-9 होला है कति नम्बर 8-9 हो ए ओ डिफेन्स राम्रो डिफेन्स रिन्दाराबाट नम्बर बराबर छबिन सर्भिसमा छबिन छाला डायमन्ड ओहो मिठो डिफेन्स सुगम दाइबाट भनेको तर पनि बले त फेरि सिरिन्दारालाई फेरि पनि सर्भिस हाम्रो डायमन्ड साला प्यारो साला बल आउट 10 को फाइदा घिरिन्दारालाई नम्बर कति हो 10 हो 10-9
ओइ ओइ ओहो मिठो सट कपिल भाइबाट तर बल उठ्न सकेन जसको फाइदा घिरिन्दारालाई नम्बर तेह्र न हो क्या कति नम्बर हाम्रो 9 हो के हाँ? खै मलाई त त्यही अनुसारको नम्बर भनिदिएको त्यही अनुसार गरिदिएको हाँ 13 7 त पहिले थियो नि 7 8 थियो त ए 10 13 कहाँ उताको पढाइदिरा हो 7 थियो गनेको फेरि झ्याली होला म गर्न सक्दिनँ नम्बर आफूले चाहिँ गनेर खेलौँ है चौध 12 ल बराबर 14 15 14 हो के 15 14 15 14 नम्बर त गन न केटा हो कता उसालो 16 14 यताको 16 यताको 14 हानो उताको 17 यताको 14 मेरो बल्ल पन्ध्र 14 यता 15 उताको 17 सरी मिस्टेक हुनुहुन्थ्यो है नम्बर गर्दाखेरि किधर हो यताको 18 यताको 15 यो एरियामा है तिम्रो उताको साइड उताको र उताको 19 यताको 16 घिरिन्दारा 19 सिरिन्दारा 16 17 20 दिमाग आफू पनि गर के केटा हो 18 यताको 18 सिरिन्दाराको घिरिन्दारा 20 19 20
सर्भिस बल सुकुम दाई ओहो फल भएपछि नेट तानिदिइहाल्यो के तेइस उन्नाइस हो के तेइस हो के तेइस आयो के 2 नम्बर आयो के हो सेट पॉइंट सेट पॉइंट बीस 24 गेम ओभर दाइ भिडियो यति गरिदिउँ है